तपाईहरु लडाईँमा नभए पनि नपरे पनि त्यति बेला थुप्रै घाइते व्यक्तिहरुसँग भेट हुन्थ्यो होला है घाइतेहरुसँग? हजुर घाइतेहरूलाई हामीले बोक्न नसके पनि ती घाइतेहरूलाई बोक्ने, घाइतेहरूलाई उपचार गर्ने, खानाको व्यवस्था गर्ने, हामीले गाउँमा गएर त्यस्ता घाइतेहरूलाई बोक्न सक्ने युवाहरूलाई हामीले उठाउँथ्यौँ गाउँबाट। अनि उहाँहरूलाई ल्याएर अनि घाइतेहरूलाई बोक्ने, एक ठाउँबाट अर्को ठाउँमा सिफ्ट गर्ने, त्यो चाहिँ गऱ्यौँ। घाइतेहरूको उपचार हामीले नसके पनि उहाँहरूलाई एउटा सान्त्वना कसरी सकिन्छ, उहाँहरूको अगाडि त्यो घाउ दुखिरहेको बेला होइन, चराइरहेको बेला हामी एउटा गीत गाएर उहाँहरूको अगाडि नाचिदिएर त्यस्तो हामी मलम बनिदिन्थ्यौँ। त्यति बेलाको ओखती नाचोमा पनि थियो, गीतमा पनि थियो, सङ्गीतमा त्यति धेरै शक्ति हुन्छ है? हजुर, सङ्गीत भनेपछि मान्छे बिरामी भएर बिस्तरामा ढलिरहेको बिरामी पनि गीत सङ्गीतले मान्छेलाई एकदम त्यो जुरुक्क उठाउँदो रहेछ।